दुःख त गर्नै पर्छ यार, पसिना त बगाउनै पर्छ। हातमा ठेला र पैतलाको छाला नउकिन्जेलसम्म मेहनत त गर्नै पर्छ। जिन्दगी जिउँदै गर्दा कठिनाइहरू आउँछन्। समय र परिस्थिति सँगसँगै बाध्यता र आवश्यकताहरू पनि आउँछन्। बेला बेलामा जिन्दगीले रुवाइरहन्छ, दुःख दिइरहन्छ। भनिन्छ नि, आँखाबाट आँसु नबगाएसम्म प्याज त काटिँदैन भने। यो त एउटा जिन्दगी हो। बेला बेलामा दुःख नपाएसम्म, कठिनाइ नझेलेसम्म, बाध्यता र आवश्यकताको सामना नगरेसम्म यति सजिलै जिन्दगी कसरी कट्न सक्छ? भोलि सफलता पाउनु छ भने त्यो सफलताका लागि आज परित्याग त गर्नै पर्छ। सफलता त्यति सजिलै र कठिनाइ नभोगेसम्म कसैलाई पनि मिलेको छैन। आज पनि इतिहास पल्टाएर हेर्ने हो भने सफल भएका मान्छे अर्थात् सफलता हासिल गरेका मान्छेले कुनै न कुनै बेला खाना रहर कहाँ छ र बस्न यो परदेशमा। बस बाध्यतामा अल्झेको छ जिन्दगी। भविष्यको चिन्ता एकातिर अनि आफ्नोबाट टाढिनको पीडा अर्कोतिर। बस जे भाग्यमा लेखिएको छ त्यही भोग्दैछु भने चित्त बुझाउँदैछु आज भोलि। भन्नेले पो विदेशमा मस्ती छ है भन्छन्, तर जिम्मेवारीको बोझ, परिवारको सोच र धनको खोजमा जिन्दगी बितेको कसले देख्छ र हजुर? हजारौं सपनाहरूको बीचमा लापत्ता छ जिन्दगी। थाहा छैन मृत्यु पहिला आउँछ कि गन्तव्य। नसोध सपनाको क्षेत्रफल कति छ भने आकाशभन्दा फराकिला छन् ती रहरहरू। न हाँस्न मन छ न रुन मन छ। सास र लास नभेटिने गरी बेपत्ता हुन मन छ।